हेलो एन्ड वेलकम टु माई न्यू ब्लग होइन सबै केटाकेटी सबै स्वागत छ मेरो नयाँ ब्लगमा है के भन्छ अरे आज चाहिँ माटो नि बिहान दिउँदिमा पानी परेर मैले डलाएर पानी भन्दा नि लाइन चाहिँ आज दिनभरि कस्तो दिनभरि गइदियो कि लाइन चाहिँ अनि लाइन दिनभरि गएपछि चाहिँ अनि हेर्नु न माटो लाइन दिनभरि गइदिएको त नि लाइन दिनभरि गइदियो अनि दिनभरि लाइन गइदिएपछि त मान्छे बिजोग हुने कि त्यही भएर मैले अनि हेर्नु न लाइन दिनभरि गएर माटो नि बिजोग भएर नि यार दिनभरि गइदियो अनि यहाँ यी दिनभरि यत्तिकै खाट्नै हो पल्टिने अहिले चाहिँ अलिकति पानी नै परिदिरहेको छ होइन बिचमा अहिले भर्खर जस्तो पानी पर्दियो कि फेरि क्या होइन बाहिर आएर ट्याक्क हेर्नुपर्छ ट्याक्क पानी पनि पर्यो यो कस्तो स्टिक चाहिँ हल्का उसमा हुँदैछ सेल्फी उसमा चाहिँ ट्याक्क यहाँ भाइ बहिनीहरू पनि छन् है हल्का के भन्छ अरे पानी पर्दियो माटो नि मौसम फेरि यस्तो बिहानदेखि घामलाई अहिले चाहिँ माटो पानी पर्दैन यस्तो जाडो भइरहेको त्यही हो गाइड छैन अब अनि मैले चाहिँ यहाँ ट्याक्क सफा गरेँ भित्र होइन ट्याक्क खानासाना बनाएँ अनि ट्याक्क भाइहरू सबैले खेलेँ अनि हेर्नु कस्तो अँध्यारो छ माटो हेर्नु है म यो लाइट बन्द गरिदिनु चाहिँ कस्तो अँध्यारो केही देखिन्न माटो यो ओइ बोलेन त मा फेरि कस्तो बिजुलीले खाइदियो यो लाइनै यसको ब्याट्री नै सकिन्छ होइन अब फेरि बिजोग छ म्यान्ड नि ए बोल्यो अनि बल्ल बोलिदिइरहेको क्या फेरि यतिको पनि ठिकै दियो होइन खै अब फुलको अलिकति चक्ले गरौँ हेर्दैन चुप्ला बस्न हो यतिको पनि ठिकै देखिरहेको रहेछ होइन त्यही हो गाइज होइन अनि त्यो के भन्नु मैले के भन्नु थिएँ यो रनमतीको मानले गर्दा बिर्सेको मैले म धेरै बसी फेरि 2 दिन बसी नै बनाइरहेको छु मैले होइन त्यसमा चाहिँ माइन्ड नगर्नुलाई कस्तो चलेर फेरि माटो नि हेऱ्यो किन चल्यो हेर्नु है हेर्नु माटो फेरि अब यस्तो बिजोग हेर्नु फेरि त्यो भन्दा चाहिँ चर्कोसित अझै फेरि पर्दियो माटो नि यस्तो बिजोग छ यस्तो चर्कोसित पर्दा माटो नि पानी पनि आमा मैले हेर्नु त पानीमै जाला जस्तो छ क्या दिन भाँडाकुँडी यस्तो घरको हालत चाहिँ ठिकै छ पानी परेर यिनीहरू हेर्नु चलेछन् चालेहरू म त बाहिर आउने बित्तिकै असिना परे जस्तो लागिरहेको थियो कि छड्के आउँदै डेन्जर पावरसित आएको थियो त्यहाँ फेरि काम चलिरहेको रहेछ हो बोला ल आज चाहिँ हामी डोलो सिलाइदिएको थिएँ कति छिट्टो छन् अनि डोलो सिलाइले चाहिँ मलाई ह्यान्डमेड पेन्टी छन् ज्यादा चाहिँ पेन्ट लगाएको छैन अनि पानी परेर असिनो झरेछ दाइ अनि पानी परिरहेछ बसेर बना ल छोडिदिनु न बसेर बना ल छोडिदिनु त ल बना त हेलो गाइस पानी परिरहेछ अनि यहाँ हेलो गाइस आज चाहिँ हामी भिडियो बनाउन लाग्छौँ अनि त्यो गाइस आज
चाहिँ डल्लीले देदाउन जाने हो अनि त्यो पम्लिसा दिदी चाहिँ डल्ली त्यो पम्लिसा दिदी चाहिँ डल्ली त्यो भएन अनि डल्लीले देखाउँछ हैन अनि जान्छ देखाउन खोइ डल्ली खोइ त नि यहाँ भित्र खोइ डल्ली बाहिर हुन्छ डल्ली त बाहिर छ ते डल्ली त उता गयो हेलो गाइस डल्ली चाहिँ यहाँ बसेर भन्दै कपाल कोली हजुरबा आशा गर देखाइदेऊ त लु ल आइज त छिटै छिटै जाऊ के भन्नु रहेछ ल है अब चाहिँ हो यसलाई यस्तो गर हो अब यहाँ देखाऊ कि डल्ली हो भनेर डल्ली त यहाँ छ यता फर्के अनि आमा यहाँ छ अनि आमा त यहाँ बसेर हेलो गाइस ल बा उठा जान्छ ल बा हेलो लाउसीबा हेलो है रौसीबा ने हेलो लाउसीबा लाउसी थाहा सुन्नु भएको छ अनि ल अब यसो गर अब ल अब हेलो गाइस भन्नु न के ल हेलो गाइस बाबालाई हेलो गाइस भन्नु यस्तो यस्तो बिजी क्यामेरा नहल्लाउन भने हेलो गाइस भन्नु न के ल यस्तो डल्ली ल ल ल वा पक दिदी यस्तो अलिक छोरा डल्दिनु न पखे डल्दिनु यो यसमा फेरि त्यो पखाए यस्तरी चाहिन्छ नि त फेरि यसलाई ल यस्तो यहाँसम्म यसलाई छर्दै एकचोटि हात ल यतिको समात हैन ते देखाएन नि हेलो गाइस आज चाहिँ दही साग फुच्यो खाले अनि त सिमीलाई घिमिराला तति राम्रो बोली लाउँछ अनि त सिमीलाई हेलो गाइस फाइनली मम्मी आउनु भयो अनि त्यही हेलो चाहिँ गाइले लाइट बाल्दे अनि मम्मीलाई देखाउने न त मम्मीलाई देखाउने न त अनि ल यसरी मम्मीले यस्तरी न त अनि मम्मीलाई यसरी देखाइदिउँ त ल मम्मी मैले त्यही लिएर आइदिनु मम्मी आइपुग्यो बाबुले के खाने मम्मी मैले त्यही लिएर आइदिनु यही ल्याइदिनु भएको थियो आज पसल बन्द आउने बित्तिकै लड्न थाल्यो के ल्याउनु भयो नि कोलगेट झन्डै ल्याइछन् भने कि म त कोलगेट सकाएको थिएँ बिहान यताउति गरेर भनी माझेको थिएँ अब भयो यो बुढुस पर्छ कि पर्दैन साँच्ची पर्दै हालेमा पर्दैन के त बाल्की पर्दैन कस्तो धेरै रगत बग्दो नि त माइजू यो आगे हाल्दो रहेछ त रातो खालको है मम्मीले चाहिँ के ल्याउनु भन्छ के हो मम्मी हो के हो यो के हो ए चिया पकाउने हो र भला बनाउनु न गोब्ले दिदीलाई नि अन्त भ्लग बनाउनु मान्छेले त अनि त्यसो लोभी हुँदैन हेलो गाइस आज चाहिँ यहाँ दिल्ली लाग्छ आमा यसो भन्नु त ए बोल्नु न के गर्नु असिनु पर्ने त हेलो गाइस यस्ता लिँदैतिर यस्ता लिँदैतिर हेलो गाई असिना परे पानी परे गाईहरू पानी परे असिना परे यत्रो भाउ खान गर्छ त बोल न फेरि यता उता हिँडा गाईहरू यस्तो पानी परे गाईहरू ल तर कस्तो उज्यालो भएको है आमा होइन घाम नि लाएन फेरि घाम नि लाएन फेरि यस्तो उज्यालो भइरहेको
आमा फोनमै गर्छ त बानी किन हो र यस्तो के हो मासु हो ओहो किन हो र यस्तो विधि माया गरे ए दुईटा एउटा अन्टीले एउटै त हो छैन सो गाइस होइन मम्मी नै आउनु भयो आज मिटिङ थियो मम्मी नै आउनु भयो अनि खोइ आज नेटले चाहिँ अलिकति दुःख दिएला जस्तो हो नत्र अरू चाहिँ सबै ठिक छ अब अरू त के भन्नु छ र गाइस त्यही हो मैले नि यसले चार्ज हालिदिन्छु अर्कोले चार्ज हाल्ने ठाउँमा अब यसमा यो लाइटमा पनि खासै चार्ज छैन कि अब मैले कति 2-3 दिनबाट हालेकै छैन नि त त्यही नहालेर चाहिँ अनि यसमा खासै चार्ज चाहिँ छैन त्यो चार्ज चाहिँ हाल्न पर्ने थियो अनि मैले त्यो आज लाइन आउने बित्तिकै मैले मोबाइल हाल्दा नि पहिले यो चार्ज हालेँ कि मैले अब यसमा अलिकति फुल हुन अलिकति टाइम लाग्दो रहेछ कि अब थाहा नहुने त्यही हो अब यसमा चाहिँ खोइ किन टाइम लाग्यो कि अब चाँडै भयो त्यो चाहिँ मलाई थाहा भएन जस हल्का उस भयो नि मोबाइलमा भन्दा अलिकति ढिलो पर्छ कि यसमा चाहिँ मोबाइलमा 100% भने यो रातो बोलिरहन्छ अब चार्ज फुल चार्ज भएपछि कस्तो बोल्छ त्यो त मलाई पनि थाहा होइन जे होस् एकैछिन चार्ज हाल्दै नि फुल दिनभरि धान्दो रहेछ कि यसले चाहिँ आज दिनभरि त्यो लाइन गएको थियो यसले मोबाइलको लाइट बालिनँ मैले यसकै लाइट बालेर काम चलायो कति 2-3 दिन भएको छ नि त अनि नअरेको त्यही भएर आजको भिडियो चाहिँ सबै बुल्टु भाइले बनाएको मेरो त 2-3 मिनटको मात्रै होला भिडियो उस गर्ने भाइ मैले हो सुरुवात गर्ने मैले हो ब्लग एन्ड पनि अहिले भाइले हान्छ हेरिराख्नु हामी हिजो चाहिँ लाइन गएको थियो लाइन गएर फेरि आएको थियो अनि आएपछि चाहिँ तपाईँको नेट चलेको थिएन कि नेट नचलेपछि चाहिँ अनि मैले ठ्याक्कै 9:50 भयो अघि 9:40 कि 30तिर चाहिँ बल्ल नेट चल्या हो हिजो लाइन आएबाट चाहिँ बल्ल अहिले चलिरहेको नेट त्यही भएर अनि त्यहाँपछि अहिले चाहिँ म खानासाना खाएर अनि बसिरहेको छु अहिले बाहिर चाहिँ एकदम बबाल घाम लागिरहेको कि एकदम बबाल घाम लागिरहेको होइन अहिले चाहिँ त्यही भएर हिजो भ्लग एन्ड हान्न बिर्सिन्छु कि मैले त्यही भएर त्यतिकै सोधिदिएछु अनि खानासाना खाएर त्यतिकै सोधिदिएछु अहिले चाहिँ बल्ल म भ्लग एन्ड हान्न लागिरहेको छु यति भन्दा मेरो भ्लग एन्ड अन्त्य गर्न चाहन्छु धन्यवाद।